ल साथीहरू, यो 2-4 दिन चाहिँ मेरो कम्प्युटरमा खराबी आएकोले मैले यो सेयर अपडेट पोस्टिङ गर्न पाएको थिइनँ। आज पोस्टेड गर्दैछु। आज अलिकति मिलाएर पोस्टेड गर्दैछु। समस्या कहिलेकाहीँ आउँछ जान्छ, म पनि भित्र बाहिर भइरहेको थिएँ, त्यो हिसाबले हो। आज ओपनिङै अलिकति 12 अङ्कको ओपनिङ गरेर 14 अङ्कको ओपनिङ गरेर आएको थियो। आज बिहान नेप्सेले भने 2614बाट सुरु भयो र दिनमा घटे पनि नेप्से घटेर यो टाइममा आइपुग्दाखेरि 2594 10-12 अङ्क घट्यो। त्यसपछि चाहिँ क्रमशः बढ्दै गयो। बिचबिचमा अलिकति एभरेजिङ करेक्सनहरू हुँदै आएर आज अन्तिममा चाहिँ 2631.14मा आएर क्लोजिङ दिएको छ। अब यसको ओभरअल हेर्दाखेरि सेन्सिटिभ फ्लोट इन्डेक्स अब 155मा आइपुगेको छ र एडभान्स भएका कम्पनीहरूमा हेर्नुहुन्छ भने 7वटा कम्पनी त सर्किट लेभलमै कारोबार भएका छन्। उन्नति सहकारी लघुवित्तसम्म जाँदाखेरि लघुवित्तहरू आज अलिक बढी छ। हाइड्रो पावर कम्पनीहरू पनि थप भएका छन्। सेकेन्ड एमआई, पिपिएल पिपल पावर्स, तेह्रथुम पावर यिनीहरू निस्केका छन्। तेह्रथुम पावरले नाफा बढायो भनेर आज नै न्युज आएको छ कि त्यही हिसाबले यसको बढेको हो। त्यसै गरी यो 10वटा कम्पनी, अर्को 10-20 भयो, 21-22वटा कम्पनी चाहिँ सर्किट लेभलभन्दा माथि कारोबार भएका छन्। 5% भन्दा माथि कारोबार भएका छन्। लामो समयदेखि घटिरहेका कम्पनीहरू पनि अहिले आएर 81 माथि आएका छन्। घटिरहेका कम्पनीहरूमा धेरैजसो हाइड्रो र लघुवित्तको कम्पनीहरू म्याक्सिमम देखिन्छ। डेभलपमेन्ट ब्याङ्क एउटा दुईटा छ। ओभरअल हेर्दाखेरि त्यसरी देखिन्छ भने सब इन्डिसेसमा जाँदाखेरि सब इन्डिसेसमा पनि हाम्रो सबैभन्दा धेरै बढेकोमा फाइनेन्स इन्डेक्स देखियो। त्यसपछि लाइफ इन्सुरेन्स इन्डेक्स देखियो। फाइनेन्स र लाइफ इन्सुरेन्स लामो समयदेखि फाइनेन्स लाइफ इन्सुरेन्स दुइटै डाउन भएर बसिरहेको थियो। अहिले 81 बढेको देखियो भने अरू चाहिँ 2% भन्दा माथि कारोबार भएका छैन। डिक्लाइन भएका कम्पनीहरूमा हेर्नुहुन्छ भने 5% भन्दा माथि कुनै पनि छैन। 4% भन्दा माथि एउटा खानीखोला रहेछ एसपिपिएल, हिमालयन पावर पार्टनर र एनएमआइसी पनि अलिकति घट्यो। आज ग्लोबल आइएमई पनि घट्यो। यसले क्यास डिभिडेन्ड मात्र दिने, आज लास्ट डेट थियो, त्यो हिसाबले घटेको हुनुपर्छ। यसो अर्को दिनबाट अब यो घट्न बन्द होला सायद। अन्तिम समयमा बढ्नु बढिसकेर घटेको होला। अनचेन्ज कम्पनीहरू 3वटा मध्ये पोर्टलास नेपाल तराई, प्रभु ब्याङ्क र युपिसिएल। टप टर्नओभरको हिसाबले हेर्ने हो भने एसबिएलको पिओ आज बढी कारोबार भयो। हिमालयन ब्याङ्कको प्रोमोटर बिक्रीमा थियो के अरे, आज कारोबार भयो 1 लाख किता समथिङ भनेर भन्दै थियो। यो त लामै कारोबार भएछ। त्यसपछि युएनएसपिएल भएछ ठुलो भोल्युममा। बिपिसिएल बुटोल पावर कम्पनी, राधी यो पनि राम्रैमा भएछ। एनआरएन भएछ भने टप भोल्युमको हिसाबले हेर्ने हिमालयन पिओको 1,40,000 किता आज कारोबार भएछ। त्यही हिसाब हो। यो न्युजमा पनि आइरहेको थियो। पिपल्स पावर पोजिटिभमा गए पनि यसको पनि आज कारोबारै भयो। एसपिडिएल, एनजिपिएल यिनीहरू अगाडि नै बढिरहेका छन्। टप ट्रान्जेक्सनको हिसाबले हेर्ने हो भने हिमालयन ब्याङ्क सबैभन्दा धेरै 2000 भन्दा बढी कारोबार। एचआरएल पनि छ, दोर्ती पनि छ, यिनीहरू बढिरहेका छन्। भनेपछि सेयर मार्केटले केही न केही पोजिटिभ साइन दिएको हो कि भन्ने शङ्का गर्न सक्ने ठाउँ रह्यो। आज म यो ब्रेकडाउन गरेर ल्याएँ। अब सपोर्ट रेजिस्टेन्सको यो उसले दिएअनुसार सपोर्ट रेजिस्टेन्स त अलिक मुनि नै छ। रेजिस्टेन्स 2677 ब्रेक भयो भने माथि जान्छ भन्छ सेयर हबले। अब बोलिन्जर ब्यान्ड हेर्नुहुन्छ भने बोलिन्जर ब्यान्डको पनि पोजिटिभ लाइनमै छ। मिड लाइनबाट माथि गएको छ। अब यो माथिसम्म चाहिँ छुन्छ नै। बोलिन्जर ब्यान्डको माथिल्लो लेभलसम्म जान्छ। 2695सम्म चाहिँ 1-2 दिनमै पुग्छ यो। त्यो हिसाबले जान सक्छ। यसैलाई हामीले आज ब्रेकडाउन गरेर 30 मिनटकोमा हेऱ्यौँ भने 30 मिनटकोमा किन हेरेको मैले भन्दाखेरि चाहिँ 30 मिनटको तलमाथि हुन्छ, 30 मिनटले असर गर्छ भनेर हेरेको हो। आज नोभेम्बरको 2 तारिक भनेपछि यो दिनभरिको नोभेम्बर आएपछि यो पहिलो कारोबार हो। नोभेम्बरको यो कारोबारको हेरौँ। यो आधी घन्टाहरूको हेर्दाखेरि चाहिँ पटक पटक नेप्से तल र माथि गरिरहेकै छ आज पनि। अझ 15 मिनटमा गएर हेऱ्यो भने अझ प्रष्ट देखिएला।
आज यो ओपनिङ हो 11:30 11:15 11:00 बजे 13 कार्तिक भनेपछि आज भयो सरी बिहिबार 13 कार्तिक अघिल्लो पटक हो यो बिहिबार 13 कार्तिकै भयो यो 13 कार्तिक भयो नोभेम्बर सरी यहाँ आएर बसेको छ नि 11:00 बजे माथि गएको मार्केट फेरि क्लोजिङमा चाहिँ डाउन भयो दोहोरो अङ्कले नै वृद्धि भएको थियो लगभग 14 अङ्कको वृद्धि थियो भने आज घट्यो पछि आउँदाखेरि घट्यो तर फेरि सम्हालिएर माथि गयो ठाउँ ठाउँमा रेड क्यान्डलहरू पनि बढेको देख्न सक्नुहुन्छ यो नर्मलै रूपमा लिनुपर्छ हामीले त्यो हेर्दाखेरि अबको 15 मिनट पनि बढी नै छ लास्टमा मारुबोजु क्यान्डल बनाएको छ अब 1 आवरको क्यान्डल हेर्नुहुन्छ भने 1 आवरमा पनि मारुबोजु क्यान्डलै बनाएको छ भनेपछि अर्को दिनको पनि 1 घन्टा चाहिँ ओपनिङदेखि लिएर गएर प्रि ओपनदेखि लिएर गएर 1 घन्टा चाहिँ बढ्ने सम्भावना नै छ त्यही अनुसार अगाडि जान सकिन्छ खासै फरक परेको छैन क्यान्डलको हिसाबले हेर्ने हो भने यो हामी क्यान्डलको हिसाबले 2631 मा छौँ एउटा लाइनमा छौँ भोल्युमको हिसाबले हेर्नुहुन्छ भने भोल्युमको हिसाबले मार्केट बढ्यो भोल्युम पनि बढ्यो पोजिटिभ साइनको रूपमा लिनुपर्छ 9 अर्ब प्लसको कारोबार अघिल्लो दिनकोलाई झन्डै 751 जितेर माथि गयो यो राम्रै पोजिटिभ रूपमा गयो एकुमुलेसन डिस्ट्रिब्युसनमा जानुहुन्छ भने एकुमुलेसन छ तर अहिलेसम्म माइनस एकुमुलेसनमै छ पोजिटिभ एकुमुलेसन आउन धेरै नै टाइम लाग्छ पोजिटिभ एकुमुलेसन आउन धेरै नै टाइम लाग्छ नेगेटिभ एकुमुलेसनमै छ अहिलेसम्म भनेपछि मान्छेसँग होल्डिङ भन्दा पनि बाईमै मान्छेहरू बढी व्यस्त रहेका छन् यसको हिसाबले देखाउन सकिन्छ म्याक्डी हेर्नुहुन्छ भने म्याक्डी लगातार 1 2 3 4 दिनदेखि पोजिटिभ छ 15 अङ्क वृद्धि देखियो यो तर जानुपर्ने चाहिँ धेरै माथि नै सम्म छ अघिल्लो पटकको भेट्न पनि 27 अङ्कसम्म पुग्नुपर्छ यसले 3000 हाराहारीको रेन्ज भेट्न पनि 27 अङ्कसम्म पुग्नुपर्छ त्योसम्म पुग्छ पुग्दैन चाहिँ विचार गर्नुपर्ने हुन्छ आरएसआई हेर्नुहुन्छ भने 52 छ 52 भनेको स्ट्रङ एरिया हो हामी एकदमै घटेको 20 बाट उठेर 52 मा पुगेका छौँ जसले 20 मा लगानी गर्नुभयो अहिले उहाँहरू राम्रो प्रफिटमा हुनुहुन्छ तर अवस्था समय हेरेर फेरि शेयर बजार जुवा जस्तो हो अवस्था समय हेरेर त्यतिखेर लगानी नगर्नेहरूले पनि राम्रै अवस्थामा हुनुहुन्छ अहिले यो भयो त्यसपछि मैले तपाईहरुलाई यो सँगसँगै अब आज एउटा यो हाम्रो नेप्से अल्फाको साइटमा चाहिँ अर्निङ ट्र्याकर आएको छ अर्निङ ट्र्याकर हेर्नुस् अर्निङ ट्र्याकर हेर्यो भने क्वार्टर 1 को सुरु भयो यसमा टिपिसीले राम्रो गर्यो भने टिपिसी आज पोजिटिभ सर्किट लागेको छ केएसबीबीएल डिएलबीएस यिनीहरू अरु पनि हेरौँला यसमा मैले चाहिँ डिभिडेन्ड स्पटलाइट भनेर ओपनिङ गरेको छु ओपनिङ गरेर हेर्दाखेरि अहिले हामीले दिएको क्लोजिङ भएको के छ भन्ने न्युजहरू यो शेयर संसारको वेबसाइटमा छ त्यसले देखाएको छ जस्तो यसमा हेर्नुहुन्छ भने बुक क्लोजर कसको छ कहिले कहिले छ भनेर देखाइसकेको छ एभरेस्ट ब्याङ्कको बुक क्लोजर भइसक्यो माछापुछ्रे ब्याङ्कको भइसक्यो सानिमा ब्याङ्कको भइसक्यो अब कार्तिक 17 मा चाहिँ भोलि आज 16 भयो आज 16 ग्लोबल आइपी को रहेछ क्याश डिभिडेन्डमा दिएको भोलि रहेछ 5% सिद्धार्थ ब्याङ्कको 53% क्याश डिभिडेन्ड सिटिजनको पनि भोलि रहेछ यो लाइनमा छ स्ट्यान्डर्ड चार्टरले 19% घोषणा गर्यो तर बुक क्लोज गरेको छैन डेभलपमेन्ट ब्याङ्कमा हेर्नुहुन्छ भने अहिलेसम्म घोषणा भएकाहरू मात्र हुन् है नभएका बाँकी छन् गरिमा ब्याङ्कको कार्तिक 18 रहेछ अरु कुनै पनि छैन गरिमा विकास ब्याङ्कले चाहिँ 6% बोनस र 4% क्याश डिभिडेन्ड दिन लागेको छ होटल एन्ड टुरिज्ममा सोल्टी होटलको छ मङ्सिर 5 मा यसको बुक क्लोज छ टोटल 31% को डिभिडेन्ड छ तर बुझ्नुपर्ने चाहिँ के हुन्छ भने हामीले यसले क्याश डिभिडेन्ड 16% दिए भने 10 रुपैयाँ बराबरको 16 आउने हो त्यो हिसाबले मात्र बुझ्नु होला है 16% भनेको यसको 10 लाई पहिला 100 मा कन्भर्ट गरेर अनि बल्ल 16 मा आउँछ यसको चाहिँ पर किता बराबर 10 छ
त्यो हिसाबले बुझ्नुपर्ने हुन्छ। हाइड्रो पावरमा दुईटाले आश्विन 8 र आश्विन 21 गरिसक्यो भने अरुण भ्याली बाँकी छ, मिडसोलु बाँकी छ, सिक्लेस बाँकी छ। अहिलेसम्म यिनीहरूले बोनस घोषणा गरे पनि 15% बोनस घोषणा गरे, तर बुक क्लोज डेट चाहिँ तोकेका छैनन्। इन्भेस्टमेन्टमा हाथवे, नेपाल इन्फ्रास्ट्रक्चर यिनीहरू छ, तर हाथवेको क्लोजिङ गरिसकेको छ। एकैछिन मैले ब्रेक लिएँ। सरी, यहाँ सानो एउटा काम पऱ्यो, त्यो हिसाबले मैले क्लोज गरेको। गर्दा गर्दै कहिलेकाहीँ यस्तो हुन्छ। म्यानुफ्याक्चरिङ प्रोसेसिङमा एसडिएलको कार्तिक 20 गते छ, 25% क्यास र बोनस गरेर। नेपाल ल्युबोएलको अब जोसँग छ, यो त धेरैजनासँग छँदै छैन, 20% बोनस र 1% क्यास दिन लागेको छ। युनिलिभरको 1842% क्यास हो, त्यो भनेको 100 × 1842 हो। तपाईँसँग जतिवटा किता छ त्यति × 1842 मात्र हो, त्यो 100 को हिसाबले काउन्ट हुने हो। माइक्रो फाइनेन्समा जाँदाखेरि गुराँस लघुवित्त बोनस सेयर चाहिँ 14.25, यसको कार्तिक 14 क्लोज भइसक्यो। आरएसटिसीको क्लोज हुन बाँकी छ। अहिले स्टक एक्सचेन्जमा एउटा न्युज छ, त्यो हेर्नुभयो भने थाहा हुन्छ। आरएसटिसीको बुक क्लोजर 12 एजिएमको लागि यिनीहरूले के गरेको छ भनेपछि अट्याचमेन्ट गरेर यतापट्टि पनि आइरहेको हुन्छ, स्टकको तल पनि नोटिफिकेसनहरू आइरहेको हुन्छ। बोनस सेयर छैन, नवलाभांश 8% दरले दिन लाग्यो। सेयर दाखिला खारेज चाहिँ बुक क्लोज मिति कार्तिक 25 गते आरएसटिसीको। यसरी न्युज आइसकेको छ, हामी यसरी पनि अपडेट हुनुपर्ने हुन्छ। यता मात्र हेरेर पनि भएन, न्युज एकतिर हुन्छ। म्युचुअल फन्डहरू लगभग साउनमै भदौमै सबै सकिसकेका छन् म्युचुअल फन्डहरूको। अरूको कुरा भएन। म्युचुअल फन्डहरूमध्ये सबभन्दा धेरै चाहिँ सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम भन्ने थियो, त्यसले 20%, सानिमा लार्ज क्याप फन्डले 21%, त्यसरी थियो। यो हाल्नेहरूले चाहिँ राम्रै फाइदा उठाउनु भएको छ है यिनीहरूमा हुनेहरूले। अब यसको फेरि जुन दिन बुक क्लोज घोषणा गर्यो त्यही दिन हुने भएर, बुक क्लोज हुने भएर न्युज अलिकति खराब पनि हुनसक्छ, फेरि त्यो पनि बुझ्नुपर्ने हुन्छ। ल, यो सँगसँगै हामी अब नेप्सेमा जान्छौँ। नेप्सेमा गएर डिएलबिएस, केएस बिबिएल र टिपिसी, अब यिनीहरूको खास हेर्ने भन्दा पनि आज चाहिँ अब यो स्टक ट्र्याकरमा जान्छौँ हामी। स्टक स्क्रिनरमा, टेक्निकल स्क्रिनरमा गएर टेक्निकल स्क्रिनरमा हेर्दाखेरि म्याकडी भर्सेस सिग्नल लाइन चाहिँ अप भएको हो, तर आरएसआई चाहिँ 0 देखि 30 भएका कुनै स्टक छन् भने पहिलो सुरुमा त्यसलाई हेर्छौँ हामीले। कुनै पनि स्टक छैन म्याकडी भर्सेस सिग्नल लाइन अप भएका। एनीमा हेर्दाखेरि चाहिँ टिआरएस, तारागाउँ रिजेन्सी होटल देखाउँछ यसले। त्यही भएर हामी वन रेन्जमा जान्छौँ। वन रेन्ज पनि नगरिकन अहिले त्यति नै गरेर बिलो लोवर ब्यान्डमा कुनै छ त छैन। मिडल र लोवर ब्यान्डमा कुनै छ त भनेपछि यिनीहरू धेरै छन् स्टकहरू हैन। आरएसआई 0, यसको अपमा कुनै छ त, यसरी घट्छ। आरएसआई 0, म्याक्सिमम 30, कुनै पनि छैन। 31 कुनै छैन। 32 मा इएसपिएल रहेछ, 33 मा। ल, यसलाई चाहिँ एनी दियौँ भने हामीले एनएलओ र इएसपिएल दुईटा रहेछ। सिग्नल लाइन पनि एनी गऱ्यो भने टिआरएसले चाहिँ अहिलेसम्म नेगेटिभ देखाएको रहेछ। अब अवस्था के छ, टिआरएच र इएसपिएलको हेरौँ, उता पनि हेरौँ यता पनि हेरौँ। टिआरएचको रेजिस्टेन्स लेभल 735 मा छ, अहिले 734 मा छ। पिभट पनि 723 ब्रेक गरेर माथि गइसकेको छ भनेपछि माथि जान सक्छ भन्ने कुरा हो। अहिलेसम्म सिग्नल चाहिँ बेरिसै छ यसको। 731 मा विगत 5 दिनको कारोबार देखिन्छ, तल र माथि गरिरहेको छ। सपोर्ट लेभल
700सम्म पनि झर्न सक्छ, 789 689सम्म झर्न सक्छ देखिन्छ यो। अब त्यस गरी इएचपिएल इएचपिएलको 457मा पिभट पोइन्ट देखाउँछ, अहिले 462मा छ। रेजिस्टेन्ट 473 छोयो कि छोएन यतापट्टि गएर हेरौँ। इएचपिएलले ल आज दिनभरि छोएको छैन, 15 मिनटको हेरौँ। छोएर पनि झरेको रहेछ यो आजै, भनेपछि सस्टेन गरेको छैन, पिभट लेभलमा सस्टेन गरेन। पिभट पोइन्ट भन्दा क्लोजिङ चाहिँ माथि नै छ, तर रेजिस्टेन्स लेभलबाट ब्रेकआउट दिन सकेन यसले, त्यो लाइनमा गएर बसिरहेको छ इएचपिएल। त्यसरी हेर्नुपर्ने हुन्छ। टिआरएच टिआरएचको 15 मिनट हेर्दाखेरि आजको ल हेर्नुहोस्, यो आजबाट सुरु भयो। आजको 15 मिनटको कारोबार हेर्दाखेरि चाहिँ सबैभन्दा हाई यो पोइन्ट हो, 740 पुगेको छ। यसले सस्टेन गरेन 740 भन्दाखेरि रेजिस्टेन्स लेभल 735लाई ब्रेक गरेर माथि गएको रहेछ, तर सस्टेन गर्न नसकेर झरेको रहेछ। त्यसरी बुझ्नुपर्ने हुन्छ। अब यो सस्टेन गर्न सकेन भनेपछि चाहिँ अर्को दिन अलिकति फल आउँछ कि त्यसको चाहिँ विश्वास गर्नुपर्ने हुन्छ। फल आएको बेलालाई बाइकको लागि राम्रो हुनसक्छ यो मार्केट माथि गइरहेको बेलामा। ल अब ओभरअल एकचोटि नेप्सेको फेरि एनालाइसिस गरौँ भोलि के हुन्छ, अनि हामी त्यसपछि तपाईँहरूलाई डिस्क्लेमर पनि सँगसँगै राखेँ। मैले देखाएको भरमा चाहिँ खरिद बिक्री नगर्नु होला, तपाईँहरू आफै विज्ञ बनेर आफैले हेर्नु होला। मैले खालि यो एजुकेसनल पर्पजको लागि मात्र राखेको हो, तपाईँहरूलाई कसैलाई पनि यही सेयर बाई गर्नुहोस्, यही सेयर खरिद गर्नुहोस् भन्नको लागि राखेको होइन। मसँग भएका स्टकहरू अरू नै पनि छन्, अरू नै स्टकहरू छन् मसँग, झन्डै 22-23वटा स्टक छन्। कुनै पनि स्टक मैले यहाँ देखाएको छैन तपाईँहरूलाई। मैले देखाएको स्टक म आफै नै हेरिहाल्छु, तपाईँहरूलाई किन देखाउनु पर्थ्यो। त्यसरी होइन, मैले तपाईँहरूलाई बुझाउन मात्र खोजेको, यस्तो छ अवस्था भनेर देखाउन खोजेको हो। आज पोजिटिभ सर्किट लागेका स्टकहरूमा हेर्दाखेरि मलाई एउटा शङ्का लागेको स्टक चाहिँ दोर्दीको छ। दोर्दी खोलाले 81 सर्किट लाग्यो, दिउँसो ताका एकचोटि 81 सर्किट लाग्यो। किन लाग्यो भन्ने म पनि कन्फ्युजन भएँ। अनि मैले हेरेँ, यसले चाहिँ राइट सेयर 25/2/27 गरेको रहेछ। बुक क्लोज यतिर गइरहेको रहेछ। यो पनि हामीले सँगसँगै हेर्नुपर्ने हुन्छ। दोर्दीको माइन्युट हेऱ्यौँ भने हामीले यो गत वर्षको माइन्युट रहेछ, यो वर्षको होइन। 25/9/15मा दोर्दीले चाहिँ के गरेको रहेछ, एउटा नोटिस निकालेको रहेछ। के रहेछ भनेपछि राजीनामाको रहेछ। अब दोर्दीको बारेमा कुनै न्युज छ कि छैन भनेर हेर्नलाई चाहिँ हामीले कहिलेकाहीँ मेरो लगानी पनि हेर्नुपर्ने हुन्छ। मेरो लगानीमा पनि
दोर्दी सर्दी यिनीहरू कम्पनीको बारेमा न्युजहरू हुन्छन्। दोर्दी खोला जलविद्युत सेवा क्षेत्रमा छुटेका शेयरधनीहरूलाई हकप्रत भर्ने मौका बनाइदियो। दोर्दी खोला फेरि आवेदन दिएछ यसले। यो कता उसको कुरा भयो, अहिले खासै केही न्युज रहन्छ यसको। ल भनेपछि अब यो के हुन्छ भनेर हामीले पनि बुझ्न सकिँदैन। अब जबसम्म इन्साइडरको कुरा हामीलाई थाहा हुँदैन हामीले पनि धेरै कुरा थाहा पाउँदैनौँ। त्यो हुँदाखेरि चाहिँ यसमा धेरै डिटेलमा हामी जान सक्दैनौँ। अब सायद यो सेयर मार्केटै ओभरअल बढेको हुँदाखेरि घटेका कम्पनीहरू, लामो समयदेखि प्रफिट दिइरहेका कम्पनीहरू तिनीहरू नै फाइदामा आएका होलान्। सायद यो सानिमाको बारेमा हो कि सानिमाले होल्ड गरेका कम्पनीहरूको हेर्नुभयो भने त्यसमा पनि देखिन सकिन्छ। सानिमा इक्विटी फन्ड, लार्ज क्याप फन्ड, ग्रोथ फन्ड, सानिमा जिआइसी, सानिमा रिलायन्स लाइफ, एसआरएल आई भयो, एसएलआई एसजिआइसी हो के अरे, स्वावलम्बन लघु वित्त, मेरो माइक्रो फाइनेन्स, आशा लघु वित्त, श्वेत गङ्गा हाइड्रो पावर, हिमालयन हाइड्रो पावर। कुरो बुझ्नु पनि मैले भन्न खोजेको हो यी कम्पनीहरूको रहेछ। त्यो हिसाबले गर्दाखेरि चाहिँ यसको सेयर बजारमा आउँछ हामीले भ्याइन्छ भन्ने हिसाबले पनि बजारमा आएपछि बढ्छ, कम्पनीले दिएको भन्ने हिसाबले पनि बढेको हुनसक्छ। जस्तो उदाहरणको लागि श्वेत गङ्गा हाइड्रो पावर हेरौँ। श्वेत गङ्गा हाइड्रो पावरको के छ त 4% भन्दा माथि कारोबार भएको रहेछ। पिभट लेभल 347 ब्रेक गर्न लागिरहेको छ। यसरी फरक पर्छ। बजारको एउटा न्युजले अर्को ठाउँमा असर गरिरहेको हुन्छ, त्यही असर नै यसमा आएको हो। मैले धेरै डिटेलमा गइनँ, तपाईँहरूलाई बुझाउने कोसिस गरेँ, जति सकेँ मैले सकेको बुझाउने कोसिस गरेको छु। आजको लागि हस्, धन्यवाद। केही त्यस्तो अपडेटहरू आयो भने म बिचमा पनि राखिदिनेछु। सकेसम्म चाहिँ मैले त्यो अनुसार जान्छु। अब अन्तिममा एकपटक नेप्सेको अपडेट हेरौँ। नेप्सेले आज यो डोजी क्यान्डलै हो, यसलाई कुनै पनि क्यान्डल भनिँदैन, यो अननोन क्यान्डल हो, डोजी पनि भनिँदैन खास। यो अनकाउन्टेबल क्यान्डल हो। अब भोलि पनि यसरी नै क्यान्डल बनायो भने चाहिँ 3 व्हाइट स्टार्स बनाउँछ। भोल्युमको हिसाबले ठिक भएको छ। आज जति भोल्युम बढ्यो त्यो यत्तिकै भोल्युमहरू अब रेगुलर रूपमा आउन थाल्यो भने चाहिँ बजारमा राम्रै हुन्छ। एकुमुलेसन पनि राम्रै बढ्दै गएको छ। म्याक्डीले पोजिटिभ साइन दिइरहेको छ, नेगेटिभ साइन छैन। र आरएसआई पनि पोजिटिभ ठाउँमा छ, स्ट्रङ ठाउँमा छ। 70तिर पुग्यो भने चाहिँ विचार गर्नु होला इन्डिभिजुअल कम्पनीमा, नभए अरूमा चाहिँ ठिक छ। जस्तो अघि हामीले हेरेको टिआरएचको अवस्था के छ भनेर हेर्ने हो भने यसमा पनि देखिन्छ टिआरएचको। बोलिन्जर ब्यान्डको एकदम मुनि ड्रागन फ्लाई डोजी बनाउने इन्डिसिजन डोजी बनाएर बसिरहेको छ। अब यो डिसिजनले जता पनि लान सक्छ, तर बोलिन्जर ब्यान्डको एकदम लोमा भयो भएर माथि जाने सम्भावना चाहिँ हाई नै हुन्छ। तर सँगसँगै फेरि यसको न्युजहरू आएको, जेनजी आन्दोलनमा तोडफोड भएको, त्यसले पनि यसलाई असर गरेको होला। भोल्युम बढेको छ अघिल्लो दिनहरूको भन्दा, सायद यो हप्ताकै लगभग ठुलो भोल्युम आयो। म्याक्डी अहिलेसम्म पोजिटिभ हुन सकेको छैन, मान्छेहरू सेलिङमै छ, तर हिस्टोग्राम डाउन हुँदै गएको छ। आरएसआई अहिले पनि 20मा चलिरहेको छ यसको आरएसआई। वान डे हेर्नुहुन्छ भने यसको आरएसआई अहिले पनि 20मा देखिन्छ। त्यो चाहिँ विचार गर्नुपर्ने हुन्छ। एकदम बाई गर्नलाई चाहिँ ठिक ठाउँमा रहेको छ कम्पनी, त्यो हिसाबले हेर्दाखेरि हामीले। अघि आएको थियो इएचपिएल, दुईवटा कम्पनी। म महँगो कम्पनीमा म हात हाल्दिनँ, यस्तो छ अवस्था भनेर पनि भन्दिनँ। इएचपिएलले पनि एउटा डोजी क्यान्डलै हो यो, यसलाई ड्रागन फ्लाई भनिँदैन। अलिक कमै हुनुपर्छ ड्रागन फ्लाई हुनलाई, एकदम मसिनो हुनुपर्छ। डोजी क्यान्डलै बनाएको छ, माथि पुगेर पनि झरेको रहेछ। सपोर्ट लेभल पुगेर ब्रेक गर्न नसकेर, रेजिस्टेन्स लेभल पुग्न लगाएर ब्रेक गर्न नसकेर झरेको रहेछ। तर भोल्युम बढ्यो, खुसीको कुरो। म्याक्डी चाहिँ एकदम पोजिटिभ दियो, म्याक्डी पोजिटिभ दियो। तर
यो अहिले चाहिँ क्रस ओभर चाहिँ नेगेटिभमै छ, नेगेटिभ पोजिटिभ भए पनि। आरएसआई 31.81 छ भनेको बाई एरिया नै छ अहिलेसम्मलाई, सेलिङ एरियामा गएको छैन। त्यही अनुसार गऱ्यो भने हामीलाई पनि सजिलो हुन्छ। हस्, मैले जे जति जाने त्यति बुझाउने कोसिस गरेँ। हस्, धन्यवाद।